हेलो साथीहरू नमस्ते सेवा आज पनि फेरि नयाँ भिडियो लिएर आइसकेको छु म। आज चाहिँ के को भिडियो भन्दा गाउँबाट ल्याएको लोकल भालेको रेसिपी बनाउँदैछु म। साथीहरू भिडियो के कस्तो हुन्छ सुरुदेखि अन्तिमसम्म हेरेर साथ दिनु होला है। अनि सल्लाह सुझावहरू पनि दिनु होला। भर्खर भिडियोहरू बनाउन सिक्दैछु नि त, त्यही भएर अब के कस्तो हुन्छ त्यही भएर सल्लाह सुझाव दिनु होला भन्न चाहन्छु है। अनि आज चाहिँ हामी बुढाबुढी भाले घरमै बनाउने सल्लाह गऱ्यौँ। बाहिर लाँदाखेरि अब टाइम पनि धेरै हुने भन्दा पनि खासै बनाउनु पनि मन नगर्ने के बनाइदिनु पनि नखोज्ने, त्यही भएर घरमै काटौँ न त भनेर बुढाबुढी भनेर घरमै काट्दैछौँ लोकल कुखुरा। यो लोकल भाले चाहिँ गाउँबाट आमा दिदी आउनुभएको छ अनि गाउँबाट लिएर आउनुभएको, त्यही भएर अनि हामी चाहिँ घरमै बनाएर खाऊँ भनेर अनि घरमै बनाउँदैछौँ बुढाबुढी मिलेर। गाउँ छोडेर सहरतिर हिँडेपछि गाउँको जस्तो त कहाँ हुन्छ र, त्यही पनि गाउँको भन्ने गाउँकै हुन्छ भनेर चिज हुन्छ नि त। अनि लिएर आउनुभएको थियो आमा दिदीले, अनि हामी पनि खुब उसै चिज मानेर पोलेर तितेहरू बनाउँदैछु म चाहिँ। अनि बुढो चाहिँ त्यतातिर तरकारी बनाउँदै हुनुहुन्छ। अनि हामी चाहिँ अब आमा दिदीहरू त्यतैतिर हुनुहुन्छ, अनि बुढाबुढी चाहिँ भित्र किचनमा बसिरहेछौँ अब तरकारीहरू बनाउँदै खानाहरू बनाउँदै। अनि म चाहिँ अचार पनि बनाउँदैछु। अनि अचार बनाउँदै अब तरकारी पकाउनु लागेको, तरकारी पकाउनु लाग्दैछु। अब मेथी लगाएँ अनि अब तरकारी लगाउँछु, म मासु लाउँछु। अचार पनि साइडमा बनाउँदैछु, एकपट्टि तरकारी बनाउँदैछु म चाहिँ। अनि हेर्दै जानु होला है साथी के कस्तो हुन्छ, सल्लाह सुझाव पनि दिनु होला। खासै बोल्नु पनि आउँदैन के भनेर कतिचोटि भन्नु भिडियोमा है। साथीहरू अलिकति साग पनि थियो, अनि साग पनि भुल्दैछु म चाहिँ। थोरै पाक्दाखेरि अलिकति हुन्छ क्या। अनि यता तरकारी मासु पनि पाक्नु लागिसक्यो, मसला हाल्दैछु अनि अब मसला हालेर चलाउँछु, चलाएर एकछिन छोडिदिन्छु। साथीहरू पाक्नु लाग्यो है अब मासु तरकारी। अनि ढिँडो पनि खाने भनेर एकछिनमा पानी बसाइरहेको छु ढिँडोको। अनि ढिँडो अब बुढाबुढी मिलेर ढिँडो पनि बनाउँछौँ। किचनमा चाहिँ मलाई बुढोले पनि हेल्प गर्नुहुन्छ कि, त्यही भएर धेरै सजिलो हुन्छ। अन्त आमा दिदीहरू बाहिर बसिराख्नुहुन्छ नानीसँग खेल्दै, म चाहिँ देखाएको छु बुढोलाई देखाएको हेरेर छक्क परेर हेरिराख्नु भएको छ। अनि म आफै ढिँडो बनाएर आफै काम गरिराखेको छु। अब चाहिँ ढिँडो पकाउने भनेर अब पानी उम्लिराखेको छ। अनि अब ढिँडो मस्याउनु लागेको मैले चाहिँ। अनि बुढो पनि आउनुहुन्छ ढिँडो मस्याउनु हेल्प गर्नुको लागि। अनि अब चाहिँ ढिँडो त्यहाँ एकछिन मस्याउँछौँ। साथीहरू म चाहिँ तरकारी नुन लागेन भने चाख्दैछु कि, नुन नचाखिकन हुँदैन कि मलाई चाहिँ तरकारीमा। अनि त्यही भएर अब थाहा हुँदैन नि त कति लगायो के कस्तो भयो भनेर लागेर भनेर। अनि बुढोले चाहिँ त्यहाँ ढिँडोको पानी उल्लोमा बसाउँदै हुनुहुन्छ। अब पिठो लगाउँछु म त्यहाँ। पानी धेर भएछ ढिँडोको उल्लामा, त्यही भएर पानी निकाल्छु म। पिठो चाहिँ गर्नु छ नि त, अनि पिलेन भने फेरि ल्याएर हुन्छ भनेर पानी अगाडि नै निकालेको। पिलेन भने फेरि लाउँदा हुन्छ नि त। अनि चाहिँ अब चलाउँदैछु त्यहाँ ढिँडो। बुढोलाई यता देखाउनु भन्दैछु भिडियो राम्रोसँग निकाल्ने भनेको, जस्तो मान्छे त्यस्तै निस्किन्छ नि त भन्ने हुनुहुन्छ। त्यस्तो भ्याट्ट परिरहेको निस्किन्छु त म भनेर कराउँदैछु कि म चाहिँ। गाह्रो छ हौ भिडियो बनाउनु पनि साथीहरू। अनि बुढोले चलाउँदै हुनुहुन्छ ढिँडो। अनि अब त्यहाँ एकछिन पकाउँछौँ चुलामा। अनि त्यहाँ ग्यासमा मस्काउनु मिल्दैन नि त भाँचिन्छ भनेर, अनि बाहिर निकालेर मस्काउँदैछौँ बुढो र म चाहिँ। अनि त्यहाँ फुच्चे पनि आइपुग्छ त्यहाँ छेउमा। अनि के भनिराखेको हुन्छु। अनि साथीहरू हेर्दै जानु होला है भिडियोहरू के कस्तो हुन्छ। अनि छोरो चाहिँ त्यतातिर डुलिरहेको छ सानो चाहिँ। ढिँडो नखाऊँ भन्नुहुन्छ कि पाक्दैन अरेर, त्यही भएर अनि खुब रहर लाग्छ मलाई चाहिँ। अनि बुढोलाई पनि रहर त लाग्छ, खानु मन लाग्छ अरे। अनि भुँडी दुख्छ पाक्दैन भन्नुहुन्छ कि, अनि मैले जबरजस्ती बनाएको। अब चाहिँ पाकिसक्यो, त्यही भएर अब पस्किँदैछौँ बुढाबुढी नै मिलेर। बुढोले पनि त्यस साइडमा बसेर पस्किँदै हुनुहुन्छ है, अचारहरू लाउँदै हुनुहुन्छ सब्जीहरू। तरकारी पस्किँदैछु साथीहरू। कस्तो बोल्दा के बोल्ने हुन्छ कि, अनि बोल्नै आउँदैन कि, अल्छी लाग्छ होला सुन्नेलाई पनि, मेरो भोइस सुन्नेलाई पनि है।
अनि बोल्नु पनि आउँदैन कि लाज लाग्छ घरिघरि त भोइस आफ्नै सुनेर। अनि अब हामी चाहिँ खानाहरू पस्किँदै गरेको अनि त्यहाँ तरकारी पनि थोरै ठिक पार्दै गरेको अनि आमा डेडी सबैजना बसिसक्नुभयो, रेडी पनि भयो खानाहरू पस्किएर अनि खाना पनि सुरु गरिसक्नुभयो। अनि मेरो सानो छोरा चाहिँ उठबस गर्दैछ के, उसको दाइ चाहिँलाई कहिलेकाहीँ गल्ती गर्छ र अनि सजाय दिन्छु उठबस गर्नुको लागि। अनि त्यही देखेर उठबस गरेकै गर्छ, घरिघरि हँसाइदिन्छ कि रिस उठेको बेला पनि। अनि यहाँ चाहिँ दाजुभाइ छन्, दाजुभाइ चाहिँ गफ गर्दै खाँदैछन् दाजुभाइ। अनि यतातिर छोरा चाहिँ कहिले थाकेको छैन, उठबस गरेर देखाउँदैछ झन् उसको बाजे बोजूलाई अगाडि बसेर। अनि उसको बाबा चाहिँ अहिले अब खाना खुवाउँदै हुनुहुन्छ, खाना भन्दा पनि चिची। अनि म चाहिँ भिडियो गर्दैछु, थोरै परिवारहरू बसेर खाँदै गरेको। अनि अब म पनि मेरो पालो पनि गर्नु भनेर बुनुलाई दिएँ। अनि अब म पनि खानालाई सुरु गर्छु। साथीहरू के कस्तो लाग्छ सल्लाह सुझावहरू दिनु होला है। अनि कहाँ सच्याउनु पर्ने त्यहाँ सुझाव पनि दिनु होला। अनि सुरुदेखि अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धन्यवाद साथीहरू। कस्तो बेलुका भएर भिडियोको क्वालिटी पनि राम्रो छैन के म चाहिँ त्यहाँ मस्किँदैछु खुब। छोराले के भन्दैछ म त्यहाँ भुइँमा राख न भन्दैछु। साथीहरू धेरै धन्यवाद सुरुदेखि अन्तिमसम्म हेरिदिनु भएकोमा।